धन्यवाद कार्यक्रम सञ्चालक विक्रमेशलाई। लोकसेवा तयारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम किराँत राई कर्मचारी कटारीको आयोजनामा र किराँत राईका नगर समितिको सहयोगमा आज हामीले एक दिन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका छौँ र यस कार्यक्रममा प्रशिक्षणको महत्त्वपूर्ण भूमिका लोकसेवा तयारी सम्बन्धी प्रशिक्षण दिने सम्बन्धमा महत्त्वपूर्ण आफ्ना अनुभवहरू राख्नुहुने हाम्रो यस कार्यक्रमको प्रमुख अतिथिज्यू, त्यस्तै गरी विभिन्न कार्यालयका हाम्रा अधिकृत सरहरू, त्यस्तै गरी म्याडमहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हजुरहरूले हाम्रो यो दिप्तलाई सहर्ष गरेर प्रशिक्षण दिनुभएको छ र आजको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण विभिन्न विद्यालयबाट पाल्नुभएका भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि आजको हाम्रो यस अभिमुखी कार्यक्रम फलदायक पनि रहेको छ भन्ने पनि लागेको छ। हजुरहरूले पक्कै पनि धेरै कुरो सिक्नुभयो होला, बुझ्नुभयो होला भन्ने पनि मलाई लागेको छ र मैले धेरै कुरो राख्न चाहेन, किनभने हाम्रा अग्रज उपसचिव म्याडम अधिकृत नायक सुभाष सरहरूले चाहिँ भनाइराखिसक्नु भएको छ र हजुरहरूलाई मैले एउटा सर्वेक्षण फारम भर्नको लागि हजुरलाई दिएको थिएँ, सबैले भर्नुभयो, त्यसमा सबै सकारात्मक देखेँ। अब अर्को भनेको एउटा तपाईँहरूलाई मैले एउटा लोकसेवा आयोगको वार्षिक कार्यतालिका भनेर दिएको छु, हजुरहरूको हातमा होला होइन त। यसको 8 नम्बर क्रम सङ्ख्या 8 नम्बर भएको होला है त। तपाईँहरू यदि ब्याचलर पास गर्नुभएको छ र शाखा अधिकको तयारी गर्दै हुनुहुन्छ भनेदेखि यसको तयारीको लागि सबभन्दा पहिले विज्ञापन हुन्छ। शाखा अधिकको मक्सिर अन्तिम बुधबारमा यो विज्ञापन पनि खोलिसकेको छ र यसको प्रथम चरण भनेको परीक्षा चाहिँ माघमा हुन्छ र लिखित चाहिँ फागुनमा हुन्छ। हजुरहरूले आफ्नो वर्ष क्रम सङ्ख्या हेर्नुभयो होला त, हेर्नु त। त्यस्तै पछि तपाईँहरूलाई यदि नासुको इक्जाम दिन चाहनुहुन्छ भने यो अस्ति पुसको अन्तिमतिर विज्ञापन भइसकेको छ र यसको प्रथम चरणको इक्जाम भन्ने फागुनमा हुन्छ, यो पनि जानकारी गराउन चाहन्छु। र यदि फर्दाको चाहिँ अब हाम्रो 10 नम्बर क्रम सङ्ख्यामा छ, हजुरले टिक लगाउनु होला है त। यो फर्दाको चाहिँ तपाईँको 12 नम्बरमा हेर्नु होला। यो फर्दाको चाहिँ अब यो फागुनको अन्तिम बुधबार हुँदैछ। यो चाहिँ एसएलसी एसई सोचेर पास गर्ने विद्यार्थी भाइहरूले चाहिँ यो फर्दाको परीक्षामा सहभागी हुन सक्नुहुनेछ र यसै क्रममा केही कुरो भन्न चाहे तपाईँहरू लोकसेवा तयारी गर्ने इच्छुक हुनुहुन्छ भनेदेखि हजुरहरूले चाहिँ लोकसेवा चाहिँ तपाईँहरूले तयारी गर्दाखेरि निरन्तर रूपमा लागि पर्नु भयो भने चाहिँ नाम निस्किन्छ। मेरो अनुभव पनि जोड्न चाहे, मैले चाहिँ 2072 सालबाट चाहिँ लोकसेवाको तयारी गर्दै जाँदाखेरि मेरो चाहिँ नाम 76 सालमा नाम निस्केको थियो। मैले चाहिँ निरन्तर लागि परेको कारणले गर्दाखेरि चाहिँ मेरो लोकसेवा पनि नाम निस्केको छ। हजुरहरूले पनि निरन्तर रूपमा पढ्नु भयो भने नाम निस्किन्छ। मान्छेले चाहिँ दैनिक रूपमा 5 घण्टा 6 घण्टा पढ्नुपर्छ भन्छ, तर मेरो अनुभवले चाहिँ दैनिक रूपमा 1 घण्टा अथवा 2 घण्टाको दरले पढ्नुभयो भने चाहिँ तपाईँहरूको नाम निस्किन्छ। र पढ्ने क्रममा तपाईँहरूलाई यदि अल्छी लाग्यो, बोर लाग्यो भनेदेखि तपाईँले मोटिभेसन भिडियोहरू युट्युबमा हुन्छ, युट्युबमा गएर चाहिँ तपाईँले मोटिभेसन भिडियोहरू हेरेर पनि आफूलाई मोटिभेट गरेर लोकसेवा तयारीको लागि मजबुत बनाउन सक्नुहुनेछ। मैले यति सानो अनुभवहरू हजुरहरूलाई राखेँ र अब आजको कार्यक्रममा सबैजना आइदिनु भयो, एकदमै खुसी लागेको छ र म यो कार्यक्रमलाई अन्तिम भएको घोषणा पनि गर्न चाहन्छु। हस्त, धन्यवाद।